घर झगडा कथामा भोज र मुञ्ज तथा सीता र लक्ष्मणको प्रसङ्ग। गुरु पात्रको चरित्र चित्रण बारे पनि बुझियो, तर कथाका अझै केही कुरा प्रष्ट भएकै छैन। हो र, तिमीलाई कथाको कुन कुरा प्रष्ट भएन र? गुरु, यो कथाभित्र अरू कथा पनि आएका छन् नि, त्यो कुरा बुझ्न चाहिँ अलि गाह्रो पर्यो। तिमीले कथामा आएका भोज र मुञ्ज अनि सीता र लक्ष्मणको प्रसङ्ग बारे नबुझेको होला। हो गुरु, ठ्याक्कै कुरा बुझ्नुभयो। ल सुन, उज्जैन देशका राजा भोज अत्यन्त विद्वान थिए। उनी 5 वर्षका हुँदा उनका बुबा सिन्धुलको मृत्यु भयो अनि भोजका काका मुञ्ज राजा भए। गुरु, भोज हुँदाहुँदै उनका काका चाहिँ किन राजा भएका नि? त्यति बेला उमेर नपुगेको सानो बालकलाई राजा बनाउने चलन थिएन। नायबी शासनको व्यवस्था पनि थिएन, त्यसैले मुञ्ज नै राजा भए। अनि भोज ठुलो भएपछि चाहिँ पक्कै पनि मुञ्जले भोजलाई राजा बनाए होला न है? पहिला पुरै कुरा त सुन न। मुञ्ज शक्तिमा बसेपछि उनमा शक्तिको लोभ जाग्यो। उनलाई आफू नमरुन्जेल राजा भइरहने लोभ जाग्यो। भोज ठुला भएपछि त पक्कै राजा म हुनुपर्छ भनिहाल्लान् नि। त्यही त, भोज ठुलो भएपछि राजा हुनेछ, मलाई शक्तिबाट हटाउनेछ, मसँग केही हुँदैन भन्ने सोच मुञ्जमा आयो अनि आफू शक्तिमा बसिरहन भोजलाई मार्न लगाउने विचार गरे। ओहो, मुञ्ज त खराब सोच भएका मान्छे रहेछन्। त्यसपछि के भयो नि गुरु? मुञ्जले मन्त्रीलाई बोलाएर भोजलाई जङ्गलमा लगी मार्न आदेश दिए। यही घटनालाई कथामा राजेन्द्र लक्ष्मीले भोजमाथि मुञ्जले गरेको दानवी व्यवहार भनी सम्झेकी छिन्। भनेपछि राजेन्द्र लक्ष्मीलाई बहादुर शाहले आफ्नो छोरालाई मार्ने पो हुन् कि भन्ने लागेको रहेछ। अनि साँच्चै मन्त्रीले भोजलाई मारे त? त्यो जान्न यता सुन त। भोज अत्यन्त सुन्दर चलाख बालक थिए। यस्तो अबोध बालकलाई कसरी मार्नु भनी मन्त्रीले प्रश्न गरे। तर राजाको आदेश मान्नुको विकल्प थिएन अनि रथमा राखी जङ्गलमा लगे। मन्त्रीले भोजलाई सबै कुरा बताए अनि भोजले काकालाई चिठी लेखी मन्त्रीलाई लगेर दिनु भने। मन्त्रीले मौका विचार गरेर मुञ्जलाई चिठी दिए। चिठीमा संसारका कत्रा कत्रा राजा महाराजाहरूले त मर्दा आफूसँगै आफ्नो राज्य लान सकेनन्, तपाईँ चाहिँ मर्दा के साँच्चै यो राज्य लिएर जानुहुन्छ होला र लेखिएको थियो। चिठी पढ्नासाथ मुञ्ज अत्यन्तै चिन्तित देखिए। उनले राज्य सञ्चालनमा पनि ध्यान दिन छोडे, खानपानमा पनि लापरवाही गर्न थाले। मन्त्रीले यो सबै विचार गरिरहेका थिए अनि मौका हेरेर राजा मुञ्जलाई धेरै चिन्ता नगर्नुहोस्, राजकुमार मरेका छैनन् भने। राजा अत्यन्त खुसी भएर मन्त्रीलाई धन्यवाद दिँदै राजकुमारलाई ल्याउन लगाए र सम्पूर्ण राज्य जिम्मा लगाएर आफू तपस्या गर्न गए। गुरु, भोजमाथिको दानवी व्यवहार त बुझियो। अब सीताले लक्ष्मणलाई गरेको व्यवहार पनि प्रष्ट पारिदिनु पर्यो। ल हुन्छ है त। लङ्काबाट फर्केपछि सीताका विषयमा अयोध्यामा नराम्रा कुरा हुन थाले। यस्तो परिस्थितिमा राम सीतालाई जङ्गलै पठाउन चाहन्थे। सीतालाई यो कुरा थाहा थिएन, तर सीतालाई पहिले आफूहरू बसेको जङ्गल घुम्ने इच्छा थियो। रामले लक्ष्मणलाई भाउजूको इच्छा पूरा गरिदिन भने। लक्ष्मण सीतालाई लिएर जङ्गल घुमाउन गए र वाल्मिकीको आश्रम छेउमा छोडेर सीताले थाहा नपाई आफू चाहिँ फर्के। त्यो बेलामा सीता गर्भवती थिइन्। त्यस्तो बेलामा जङ्गलमा एक्लै छाडेर हिँड्ने लक्ष्मणलाई पछि सीताले कुनै नराम्रो व्यवहार गरिनन्। राजेन्द्र लक्ष्मीले आफूलाई जङ्गलमा अलपत्र पार्ने लक्ष्मणलाई सीताले गरेको व्यवहार गरौँ या बदला लिऊ भन्ने सोचेकी पो रहेछन्। तिमीले कथाभित्रको कथा त बुझिछौ,